2080 साल माघ 4 गतेको दिन जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौँबाट 159 दर्ता नम्बर लिएको विश्वभरि छरेर रहेको तामाङ निर्देशकहरूलाई एकरूपता गर्ने उद्देश्यले स्थापित तामाङ निर्देशकहरूको सङ्गठित संस्था हो तामाङ चलचित्र निर्देशक सङ्घ 2080 काठमाडौँ। संस्थाको संस्थापक अध्यक्ष केबी घिसिङ तामाङ, उपाध्यक्ष गोपीलाल तामाङ र अमिर कुमार दोङ तामाङ, महासचिव विनय दोङ तामाङ, सचिव आइते सिंह जिम्बा, कोषाध्यक्ष कमल युञ्जन तामाङ, सदस्यहरू सुकबहादुर तामाङ, सूर्यबहादुर जिम्मा, लखबहादुर तामाङ, ध्वजमान गोले, साङ्गे तामाङ हुनुहुन्छ। माघ 4 गतेको दिन दर्ता भएको संस्थाले माघ 13 गतेको दिन 2860 डुक राष्ट्रिय सोनाम लोछारको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा लोछारको शुभकामना तथा चियापान सहित तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय श्री सुदन किराँतीज्यूको प्रमुख आतिथ्यमा एक कार्यक्रम मार्फत तामाङ चलचित्र निर्देशक सङ्घको घोषणा सभा कार्यक्रम सम्पन्न गरियो। वेशभूषा कला संस्कृति भाषा जोगाउनको निम्ति यो कार्य आफैमा चान्चुने कुरा चाहिँ हुँदै होइन। यो निर्माणको निम्ति धेरै ठुलो सङ्घर्ष गर्नु परेको छ। हृदयभित्रबाट मुटुभित्रबाट नै इच्छा शक्ति जगाउनु परेको छ। यो सराहनीय कामको पनि म सबै भाषाभाषीको क्षेत्रमा चलचित्रको माध्यमबाट समाज र देशको निम्ति योगदान गर्नुहुने महानुभावहरूलाई म हार्दिक सम्मान र अभिनन्दन व्यक्त गर्न चाहन्छु। आउनुहोस् 2 वर्ष पुरा भएर 3 वर्षमा अगाडि बढ्दै गर्दा तामाङ चलचित्र निर्देशक सङ्घले गरेका केही कार्यहरूको झलकहरू हेरौँ। 2080 साल चैत्र 7 गते चलचित्र विकास बोर्डका तत्कालीन निवर्तमान अध्यक्ष श्री भुवन केसीज्यूसँग भेटघाट गरी संस्थाको ध्यानाकर्षण पत्र बुझाइयो। 2081 साल वैशाख 11 गते सम्पूर्ण बौद्ध धर्मावलम्बी तथा तामाङ समुदायको ऐतिहासिक तथा धार्मिक तेमाल जात्रा स्वयम्भूमा उपस्थित सम्पूर्ण भक्तजनहरूलाई निशुल्क खानेपानी वितरण गरियो। 2080 साल जेठ 17 गते तामाङ चलचित्र निर्माण पश्चात नेपाली चलचित्र सरह सेन्सरको क्रममा 17 जना सहित मातृभाषा सेन्सरतर्फ 1 जना गरी 18 जनाको टोली हुँदा आर्थिक भार पहिलो तामाङ चलचित्र सेम्रे छोर्गानदेखि नै झन्झट खेप्दै आइरहेको कुरा यहाँहरू सबैलाई अवगत नै छ। आगामी दिनमा तामाङ चलचित्र सेन्सर गर्दा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिबाट 1 जना, नेपाल चलचित्र विकास बोर्डबाट 1 जना, तामाङ चलचित्र निर्देशक सङ्घबाट 1 जना गरी जम्मा 3 जनाको टोली मार्फत तामाङ चलचित्रलाई सहज ढङ्गले सेन्सर गरी पूर्णता दिने गरी बुझाएको पत्रलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पत्र दर्ता चलानी नम्बर 5907 मार्फत 2081 साल जेठ 17 गतेबाट लागू हुने गरी निर्णय गरियो। तामाङ चलचित्र निर्देशक सङ्घले सिङ्गो तामाङ चलचित्र कर्मीहरूलाई सहज र सरल होस् भन्ने हेतुले चालेको कदम हो यो। 2081 साल श्रावण 19 गते तामाङ चलचित्र निर्देशक निमा लामा तामाङद्वारा निर्देशित तामाङ चलचित्र मायाला घ्राणलाई राष्ट्रिय नाचघर जमलमा पहिलो विशेष प्रदर्शनीमा तामाङ निर्देशक सङ्घले सम्मान र प्रोत्साहन स्वरूप तामाङ चलचित्र निर्देशक सङ्घको तर्फबाट नगद रु 50,000 सहयोग स्वरूप प्रदान गरियो। 2081 साल असोज 15 गते भएको भीषण वर्षातका कारण बढेको नक्खु खोलाको बाढीले बगाएका एक बालिका सहित 2 जनालाई आफ्नो ज्यानको प्रवाह नगरी सकुशल उद्धार गरी बचाउन सफल भएको साहसिक युवा रियल हिरो चनिकलाल तामाङलाई उहाँको साहसिक महान कार्यलाई उच्च सम्मान गर्दै
तामाङ चलचित्र निर्देशक सङ्घले नगदसहित बधाई तथा सम्मान गरियो। जब जब फिल्म सोसिना 2081 साल माघ 26 गते प्रमुख अतिथि पूर्व ऊर्जा राज्यमन्त्री सूर्यमान दोङ लालदोज्यूको प्रमुख आतिथ्यमा 2861 डुल राष्ट्रिय सोनाम लोछारको अवसरमा शुभकामना आदान प्रदान वार्षिक उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम राष्ट्रिय नाचघर जमलमा भव्य रूपमा सम्पन्न गरियो। पहिलो तामाङ चलचित्र सेम्रे छोन्गान, दोस्रो तामाङ चलचित्र मोइङ बुरिङ र तेस्रो तामाङ चलचित्र मेन्दोला मायाका कलाकारहरू क्रमशः नायक सागर योन्जन, नायिका चाँदनी मोक्तान, नायक गोपीलाल तामाङ, नायक गणेश लामा, नायक अमृत लामा, नायिका चन्दा घिसिङ, सङ्गीतकार कुबेर सिंह दोङ, गायिका इन्दिरा गोले गुरुङ र निर्देशक सञ्जय बल तामाङलाई नगद पुरस्कार सहित सम्मान गरियो। तामाङ चलचित्र निर्देशक संघ से रंगनी मुकुन्द फ्याफुलजी। तामाङ चलचित्र निर्देशक संघ से